नमस्कार, म उद्धव थापा। सरकारले नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिको तयारी गरिरहेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पदावधि चैत 24 गतेबाट सकिँदैछ। त्यसपछि नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर आउँछन्। नयाँ गभर्नर नियुक्तिका लागि नेपाल सरकारले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा 3 सदस्यीय समिति गठन गरेको छ। उक्त समितिले सिफारिस गरेका 3 जना मध्येबाट मन्त्री परिषदको निर्णयले 1 जनालाई 5 वर्ष कार्यकालका लागि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्छ। देशको अर्थतन्त्र सङ्कटपूर्ण अवस्थामा रहेको बेला कस्तो गभर्नर नियुक्त हुनुपर्छ? आउनुहोस् आज यो विषयमा चर्चा गरौँ। देशको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा छ। बजारको माग खुम्चिएको छ। बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी बढाउन सकेका छैनन्। मूल्य वृद्धि आकाशिएको छ। समग्रमा देशको अर्थतन्त्रका अवयवहरू चलायमान हुन सकेका छैनन्। बैंकिङ क्षेत्रमा अधिक तरलता छ। खराब कर्जाको मात्रा औसतमा 5% भन्दा माथि पुगेको राष्ट्र बैंककै अधिकारीहरू बताउन थालेका छन्। अर्थतन्त्रका परिसूचकहरू धमाधम खराब भइरहेको अवस्थामा अब नियुक्त हुने गभर्नरबाटै अर्थतन्त्रमा नयाँ आशाको सञ्चार होस् भन्ने सबैले चाहेका छन्। नेपालको अर्थतन्त्रको आकार 57 खर्ब भन्दा बढी रहेको भनिन्छ। बैंकिङ क्षेत्रमा मात्रै नेपालको कुल जीडीपी भन्दा धेरै निक्षेप छ। बैंकिङ क्षेत्रबाट जाने कर्जा नै जीडीपीको 90% भन्दा धेरै छ। यसले अर्थतन्त्रमा केन्द्रीय बैंकको भूमिका कति महत्त्वपूर्ण छ र त्यसका लागि कस्तो क्षमता भएको व्यक्ति गभर्नर हुनुपर्छ भन्ने कुराको सङ्केत गर्छ। देशको मौद्रिक नीति तयार गरेर कार्यान्वयन गर्नु र नेपाल सरकारको आर्थिक सल्लाहकारको भूमिका निर्वाह गर्नु गभर्नरको मुख्य दायित्व हो। राष्ट्र बैंकको काम, कर्तव्य र अधिकार राष्ट्र बैंक ऐन 2058ले स्पष्ट गरिदिएको छ। गभर्नर राष्ट्र बैंकको कार्यकारी प्रमुख पनि हो। तसर्थ राष्ट्र बैंकले गर्ने सम्पूर्ण काम गभर्नरकै नेतृत्वमा सम्पन्न हुन्छ। कोरोना महामारीबाट थलिएको अर्थतन्त्रले अझै तङ्ग्रिने अवसर पाएको छैन। त्यसबेला केन्द्रीय बैंकले लिएको नीतिको असर अहिले पनि अर्थतन्त्रमा उस्तै छ। त्यसको सुधारको सुरुवातको पहल कदमी केन्द्रीय बैंकले नै लिनुपर्छ। सरकारले तयार गरेको बजेटका लक्ष्य हासिल गर्नका लागि केन्द्रीय बैंकले बनाउने मौद्रिक नीतिको महत्त्वपूर्ण भूमिका हुन्छ। अर्थमन्त्री र गभर्नर बीच ट्युनिङ नमिलेको अवस्थामा अर्थतन्त्रले ठुलो समस्या भोग्नुपर्छ। गभर्नर राजनीतिक नियुक्ति त हो, तर गभर्नर र अर्थमन्त्री वा सरकारको ट्युनिङ मिल्नुपर्छ भन्ने तर्ककै आधारमा आगामी गभर्नरमा बिचौलियाका विश्वासपात्र रोजियो भने नेपालको अर्थतन्त्रमा झन् ठुलो सङ्कट निम्तिने निश्चित छ। तसर्थ राजनीतिक विषयलाई ध्यान दिएर कुनै अमुक नेताको अनुहार दिमागमा राखेर नीति बनाउने र निर्णय गर्ने कारिन्दा गभर्नर देशलाई अहिले चाहिएको होइन। त्यस्तो कारिन्दा गभर्नरले त देशको अर्थतन्त्रको हितलाई भन्दा उसको व्यक्तिगत स्वार्थ र आफ्ना आसेपासेहरूको स्वार्थलाई केन्द्रमा राखेर जिम्मेवारी निर्वाह गर्छ, जसले अर्थतन्त्रलाई बर्बादीमा लैजान्छ। वित्तीय स्थायित्व कायम राख्न, मूल्य वृद्धि नियन्त्रण गर्न, अधिकतम आर्थिक वृद्धि प्राप्त गर्ने मौद्रिक नीति परिचालन गर्न, बैंक तथा वित्तीय संस्थाहरूको नियमन तथा सुपरिवेक्षण गरी आवश्यक कारबाही गर्न र लगानीको वातावरण तयार गर्न गभर्नरको अहम भूमिका हुन्छ। केन्द्रीय बैंकको गभर्नर वित्तीय प्रणालीको संरक्षक, सम्वर्धक, नियामक र सुपरिवेक्षक समेत हो। राजनीतिक स्वार्थका आधारमा मात्रै नियुक्त भएका व्यक्तिले यी काम उच्च दक्षताका साथ सम्पन्न गर्नै सक्दैन। अर्थतन्त्रका बाह्य तथा आन्तरिक क्षेत्र र बैंकिङ क्षेत्रलाई राम्ररी बुझेको व्यक्ति गभर्नर हुनुपर्छ। राजनीतिक तथा व्यावसायिक क्षेत्रबाट अनावश्यक दबाव छेक्न सक्ने क्षमता भएको व्यक्ति अबको गभर्नर हुनुपर्छ। सरकार र व्यवसायी दुवैले आफ्नो स्वार्थ अनुकूलका मौद्रिक नीति अख्तियार गर्न दबाव दिन सक्छन्। यस्तो बेला गभर्नरले कूटनैतिक व्यवहार मार्फत समग्र अर्थतन्त्रको हितलाई केन्द्रमा राखेर निर्णय लिन सक्ने खुबी भएको हुनुपर्छ। बिचौलियाले काँध हालेर स्थापित गरेका गभर्नर महत्त्वपूर्ण निर्णय लिने बेलामा प्रभावमा पर्न सक्छन्। त्यसबाहेक अर्थतन्त्रको सबलीकरणका लागि अन्तर्राष्ट्रिय धातृ संस्था, विश्व बैंक, IMF, ADB लगायतका संस्थाहरूसँग सुमधुर सम्बन्ध राखेर नेपालको अर्थतन्त्रले
अधिकतम लाभ लिन सक्ने गरी भूमिका निर्वाह गर्ने क्षमता भएको व्यक्ति अबको गभर्नर हुनुपर्छ। गभर्नर राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत दुवै हो। गभर्नरले राष्ट्र बैंकको नियमभित्र रहेर र त्यहाँका कर्मचारीलाई परिचालन गरेर आफ्ना नीतिहरू बनाउन र लागू गर्न सक्नुपर्छ। कर्मचारीलाई विश्वासमा लिएर नीति निर्माण र कार्यान्वयनमा लगाउन सक्ने क्षमता गभर्नरमा चाहिन्छ। गभर्नर आफैमा राष्ट्र बैंकभित्रका करिब 1500 जना कर्मचारीको अभिभावक पनि हो। कतिपय अवस्थामा कर्मचारीका सङ्घ सङ्गठनहरूले नाजायज विषयमा गभर्नरलाई अलमल्लाउन पनि सक्छन्। त्यस्तो बेलामा सुझबुझपूर्ण निर्णय लिन सक्ने नेतृत्वदायी क्षमता भएको व्यक्ति गभर्नर हुनुपर्छ। गभर्नर वित्तीय क्षेत्रको निकै ग्ल्यामर पद पनि हो। गभर्नरकै हस्ताक्षरमा पैसा छापिन्छ। नोटमा आफ्नो हस्ताक्षर राख्न पाइने भएकाले पनि धेरैलाई गभर्नर पदले आकर्षित गर्छ। त्यसका लागि ठुलै लगानी गरेर गभर्नर बन्ने दौडमा निकै व्यक्तिहरू छन्। त्यसरी बनेका गभर्नरले केही नोटमा आफ्नो हस्ताक्षर त राख्लान्, तर देशको अर्थतन्त्रलाई भने डामाडोल बनाउनेछन्। सानो प्रशंसामा पनि उत्साहित भएर मातिने र मसिनो आलोचनाले पनि आत्तिने प्रवृत्तिको व्यक्ति गभर्नर पदमा हुनु हुँदैन। सही कुराका लागि संस्थागत अडान लिन सक्ने र निर्णय क्षमता भएको व्यक्तिलाई गभर्नर बनाउनुपर्छ। यसका लागि व्यावसायिक दक्षता भएका व्यक्ति चाहिन्छ। अर्थतन्त्रको वर्तमान अवस्था, चुनौती र सम्भावनालाई मसिनो गरी केलाएर उपचारात्मक नीति निर्माण र कार्यान्वयनले मात्रै अर्थतन्त्रमा मडारिएको कालो बादललाई हटाउन सकिन्छ। त्यसबाहेक विश्व अर्थतन्त्रको परिदृश्यलाई नजिकबाट निहालेर नेपाली अर्थतन्त्रमा त्यसको प्रभाव आकलन गर्न सक्ने क्षमता विकास गरेको व्यक्ति राष्ट्र बैंकको नेतृत्वमा आउनुपर्छ। तब मात्रै अर्थतन्त्रले गति लिन सक्छ। अहिले गभर्नर बन्नका लागि दर्जनौं व्यक्तिहरू नेताको दैलो चाहरिरहेको खबरहरू सार्वजनिक भएका छन्। राजनीतिक बिचौलियाहरू पनि आफू अनुकूलका व्यक्तिलाई गभर्नरमा नियुक्त गर्नका लागि चलखेल गरिरहेका छन्। यही बेलामा सरकारले पनि अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड संशोधन गरेको छ। यसले गभर्नर नियुक्तिमा बिचौलिया नै हाबी हुने हुन् कि भन्ने चिन्ता बढाइदिएको छ। 2073 सालमा जारी गरेको नियुक्ति सम्बन्धी मापदण्डलाई 2081 फागुन 27 मा संशोधन गरेर सरकारले उमेर हद सम्बन्धी व्यवस्था खारेज गरेको हो। यसअघि 65 वर्ष उमेर पूरा भएका व्यक्ति गभर्नर नियुक्तिका लागि अयोग्य हुन्थे। संशोधित मापदण्ड अनुसार अब 65 वर्षभन्दा माथिल्लो उमेरका व्यक्ति पनि गभर्नर नियुक्त हुन सक्छन्। सरकारले कुनै खास व्यक्तिलाई हेरेर यस्तो मापदण्ड संशोधन गरेको हो कि भन्ने आशंका उब्जिएको छ। ठुला राजनीतिक दल र तिनका नेतृत्वप्रति आम नागरिकमा वितृष्णा पैदा भइरहेका बेला केन्द्रीय बैंकमा योग्यतम व्यक्तिलाई गभर्नर नियुक्त गरेर साख आर्जन गर्ने सुवर्ण मौका सरकारलाई छ। योग्यतम व्यक्ति नियुक्ति हुँदा देशको अर्थतन्त्रले पनि न्याय पाउँछ। आम नागरिकमा आशाको सञ्चार हुन्छ। राजनीतिक कार्यकर्ता भर्ती हुँदा राजनीतिक दलको सामान्य स्वार्थ त पुरा होला, तर बिरामी अर्थतन्त्र भने झन गल्दै जानेछ। तसर्थ अर्थतन्त्रको रोक ठम्ब्याएर निदान गर्न सक्ने क्षमता भएको व्यक्तिलाई सरकारले गभर्नर नियुक्त गरोस्। त्यसले सरकारप्रति भएका तमाम आशंकाका केही भाग मेटिन्छन् र देश कुशासनको चक्रबाट थोरै भए पनि बाहिर निस्कन्छ। बिचौलिया आफै हतोत्साहित पनि हुन्छन्। त्यसले लोकतन्त्रलाई नै बलियो बनाउँछ। तसर्थ गभर्नर नियुक्त गर्दा सरकारले यी विषयमा राम्ररी ध्यान दियोस्।